सो हे एभ्रिवान वाट्सअप आयो हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि एकदम बिन्दास छु। आज बिहान बिहान रेडी भएर पुरा कता जानु ला भने मरिज बनेर जानु लागेको अनि यसो आज चाहिँ हुँदैन अनि हस्पिटलतिर जानु लागेको। सो मम्मी बिरामी हुनुहुन्छ त्यही भएर आज चाहिँ हस्पिटलतिर यसो गरिदिएर लिएर आऊँ न भनेर हस्पिटलतिर जानु लागेको छ। सो धेरै दिनपछि लामो समय पछि फेरि भिडियो बनाइरहेको छु। बिचमा अब केही कामले गर्दा केही कारणले गर्दा भिडियो बनाउन पाएन। सो त्यसको लागि क्षमा प्राप्ति चाहन्छु अनि अबदेखि चाहिँ सक्दो भिडियो हाल्ने ट्राई गर्नेछु। अब टाइमै मिल्दैन क्या, यहाँ कति पनि टाइमै मिल्दैन अनि त्यसैले नि भिडियो बनाउन पाइरहेको छैन। घर गयो भने चाहिँ बब्बाल बब्बाल भिडियो हाल्छु क्या, मैले यस्तो सोचेको छु नि। अब अहिले चाहिँ टाइम मिलिरहेको छैन अनि त्यसैले भिडियो हाल्न पनि पाएको छैन। सो त्यसको लागि माफी माग्न चाहन्छु। अनि ढिलो नि लास्ट ढिलो भइसक्यो क्या, बिहानै कति बजी जाने भनेको अब अहिले त कति बजिसक्यो, 8 बजिसक्यो। 8 बजेमा पुग्ने भनेको। अनि भिडियो हेर्दै हुनुहुन्छ भने पक्कै पनि हजुरहरू लाइक कमेन्ट सेयर सब्सक्राइब भने अवश्य गरिदिनु होला, जे जे त्यहाँ अभाइलेबल छ अनसब्सक्राइब बाहेक। बिहान बिहान कसको खाँचो हेरेर आएको थियो, अटै रोक्दैन। 1 घन्टा भयो यार गाडी कुर्न लागेको। कति बजे 7:30 बजीतिर गाडी बन यहाँ गाडी कुर्न लागेको हो, भइसक्यो। यस्तो ठुल्ठुलो ट्रक मात्रै आउँछ, आउँदैन गाडी नै आउँदैन। आटो आयो, अब रोक्छ कि नै हेरौँ। हैरान भइसक्यो म त रोक्दा रोक्दा। सवाल त दिन्छु अब सिटीतिर बनाउन पाइँदैन भिडियो बनायो भने के भन्छ, अब त्यहाँ गाडीहरू धेरै हिँड्छ नि त अनि गाडीहरूले हान्ने डर हुन्छ। सो त्यतातिर चाहिँ रोड क्रस गर्दाखेरि अलिक ध्यान दिनुपर्छ। त्यता चाहिँ भिडियो बनाउन पाएन अनि अब चाहिँ मलाई थाहै छैन कति यहाँनिर यता गएर यता कति लामै छ क्या, कुन रुम पो हो। अब म कन्फ्युज छु, भेटाउँछु कि नै, भोक पनि लाग्दै लागिरहेको। कति ठुलो लाउड हुन्छ क्या यहाँको नि, पुरै होइन त्यसको हावा जेमा पनि के ओभर साउन्ड पटट गर्ने। सानो साउन्डले पनि चल्छ नि चल्न त, तर तै पनि अब पुरै भटभट यहीँदेखि भित्र होइन। मैले हल्का फुल्का भयो नि याद गर्छु, जे होस् अलिक बिर्सिन्न के, मैले हल्का फुल्का भयो नि याद गरिहाल्छु, बिर्सिन्न। छत हेरेरै पत्ता लगाउँथेँ। यसै यतैतिर हो, यतैतिर हो, यही हो, यही हो, यही हो, यही हो, यही हो होइन भित्र, यही त भनेको मैले भुलै आएछ। यस्तो छ क्या यहाँनिर, यही हेरेर थाहा पाइन्छु मैले सर्लक्कै। जुत्ता हालेर सर्लक्क पारेर छिरिहाल्नुपर्छ भित्र। जसले चाहिँ बनोस् भुलेन, मैले पेन्टिङ हेरेर थाहा पाउँछु। हेलो गाइस व्हाट्सअप, हामी सन्चै छौँ। मेरो बोलियो सन्चै छस्? यस्तो यताको हात हो क्या, उल्टो हामी सन्चै छौँ। अलि यहाँ पछाडि सन्चै छौँ हामी। खानापिना भयो? के खाइयो? एउटा गाना गाइदिउँ न त, सुनौँ के? सुनौँ न, सुनौँ, गाइदिउँ अलि राम्रोसँग गाइदिउँ न, सुनौँ। गाइदिउँ न, गाइदिउँ गाइदिउँ त गाना, एउटा गाना गाइदिउँ, गाइदिउँ त एउटा गाना, सुनौँ। यस्तो उपर खुट्याल यस्तरी बस्नुपर्छ क्या, गाना गाइदिउँ न यता हेरेर। ल खै छिटो एउटा गाइदिउँ न, कस्तो हो त, यता हेरेर क्या। ल लाज लान्छ, ल गाइदिउँ गाइदिउँ एउटा।
आजभरि दुर्गेश थापा भन्ने कम गीत आउँछ यसले सब गाउँछ गीत त हो यस्तो कान्छ गीत छिटो गान्छ ल गाइदिउँ न फेरि यस्तो भाउ खाइदिने के हुन केटाइने भने पनि यस्तो ल। ल। पछि त हेर्नु त सुनिरहेको अलि ल ल ल अलि अलि राम्रो पनि अलि ल राम्रो राम्रोसँग है अलि राम्रोसँग बोल्छ ल ठुलो स्वरमा ल चल आजभरि बहिनी भन्न लगाइदिए बोलेर सुन्नुहुन्छ त कान्छ ल। पानी परेछ मलाई त सुत्नु बिहानको गाना ड्युटी भएला यता यता के हामी हेरेको हेरे बोलेर हेर्नुहुन्छ अरे के यस्तो यस्तो गरेर बोल्दै ल यहाँनिर उभिएर एक्सनमा निशान ल रेड डेन्जर खै ल खै खै बजेर हेर्नुहुन्छ अरे टिभी ह्यात्ती 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 न उ त्यहाँनिर ल ल पानी परेछ पाम मलाई उठले तिमी बिहानको काम कताइनेको बिजुली भएला 8 भएला 5 भएला ड्युटी भएला हामी ड्युटी भएला दुश्मन हेरेकोले ए ए दुश्मन हेरेको हेरे दुश्मन हेरेको हेर्ने हो कस्तो आयो हेर्ने हो अहिले हेरौँ ल कस्तो लाग्यो गाइज मेरो गीत भन् त कस्तो लाग्यो मेरो गीत राइट खतरा गाउँछु मैले त भन्न म त कतला गाउँछु अहिले अहिले हेरौँ लाग्यो देख्यो देख्या छ यी देख्यो झन् देख्यो ल खै भयो किन खै खतरा आयो फेरि अर्को गाना त्यो दुश्मन बाहेक अर्को गाना खै आज भोलि दुर्गेश थापा फिल्मतिर टिक्छ हेर्दैछ त इङ्ग्लिसबाट कच्चा भयो ठिक्छ खचा भएको बिखचा भएछ नाचेर के? पैसा उलाउँदै गाडी उलाउँदै धुरा उलाउँदै मेरो यस्तै पाला छ मेरो दुश्मन हेरेछ दुश्मन हेरेकोले मेरो दुश्मन हेरेछ दुश्मन हेरेकोले मेरो दुश्मन हेरेछ दुश्मन हेरेकोले गाइदिनु त हेर्ने हो खै आइज आइज कस्तो र गाउनु पनि खतरा गाइदिन्छौँ नि त हामीले त है खै नगर न खतरा रहेछ त ल हेरौँ फेरि हेर्नै भन्छ क्या त मै देखाइदिनै पऱ्यो एकछिन अख खुसी भएर हैरान छ एलिना चौहान यस्तो माया बजारमा पाइन के जहाँ कदर न त्यहाँ रहन्न ए चोरीले अन्याय सहन्न। छुट्टै पिँधीमा खै यो त गायक रहेछ त तेरी काहे बन्धनमा थिए म अब पिँढीमा है तेरी काहे बन्धनमा थिए म अब पिँढीमा है तेरी काहे बन्धनमा थिए म अब पिँढीमा ल कपाल बिगार लथङ लथङ कपाल बिगार यस्तो मेरो जस्तो ल अब कपाल मिला फोटो खिच्नुपर्छ ट्याक्क सशक्त मिला राम्रोसँग मिला न यसो गराएर मिल्दै मिलेन हेर ह्याङै यहाँ यसरी यता हेरेर यसरी मिला न हिँड्यो ल फोटो यस्तो लगाएर हाँसेर है अलि हत्तीको क्या यता हेरेर है औँला ठाडा आमा पोज त खतरा रहेछ सुलुत्त पारेर हस्पिटलतिर जानुपर्ने प्योर मरिज भएर आइन्छ हस्पिटल गयो भने टाउको दुखेर
अस्ति त अन्ति उपर ट्यालेर गफा गर्ने हुनुहुन्थ्यो आज त कोही छैन यार कोसँग बस्नु? आन्टीलाई लिफ्टमा चढाउनु पर्छ आन्टी तपाईँलाई त लिफ्टमा चढाउन पर्ने हो सिडीबाट हिँड्ने कि माथि सिडी खोजेर वाला लिफ्टमा चढाइदिएको 5 फ्लोर सिँढीबाट आइदिएको 5वटा फ्लोर हिँडेर एउटा फ्लोरमा 2टा सिँढी थियो क्या 10वटा सिँढी चढेर आइयो जर्जियो यार चढाइदिने भनेको 10वटा सिँढीबाट गयो त आलु खाने श्रमाल दिदी त्यो तरकारी खान्छ आलु त खानु न मम्मीले सुगर पाउँछ अरे क्या आलु खाने न हाम्रो मम्मीले आलु खाने न चिल्लो खाने एउटा त्यही भएर कति स्लिम फिगर आलु सबै खाने मजा खानै बेग्लो हो यो कस्तो मस्त स्वाद थियो है चिनी भएर आएको मस्त आहा यो के होला खाने त्यहाँ देखान थाल खाइदिउँ देखाइसक्यो थाले तान्ने अरे सबै यता नदेखायो है ए पाखाना काली नभन्दिनँ। तपाईँलाई भने ल सानो भात यो चक्कुरे देखेर मलाई बडा उटपटाइ आयो मैले दुख्दैन भने बाटो बिटो बन्नेहरू केही न केही गर्छु हेर बडा खानामा यस्तो स्वादिलो नि ए हातटा बिगारिदियो मेरो भलाबै पोलो घाँटी लाएर बल्ल क्यारेट ए के फल रहेछ खै छि म त राम्रो होला भनेको के हो यस्तो यो छिछि यो त 100 रुपियाँ किलो पनि जान्न 25 रुपियाँ किलो गट्ठामा दिए आयो नत्र अलग बेच्नु पर्ने महँगो त्यहाँ त खरबुजा जम्मै 12 रुपियाँ किलो 10 हामीले रुपियाँ कति किलो रुपियाँमा ल्याइदिउँ भन्दा अस्ति 50 रुपियाँ यत्तै ल्याएर आएको थिएन उहाँबाट गुरु अझै त 20 रुपियाँ किलो यो जम्मै ठिकै यो 25 रुपियाँ किलोवाला हो यो कति खा च्याम्म खा त के हड्डी पलाउ यसको फेरि एकचोटि खान्छु अनि आउँछ भन्नु स्ट्रबेरी बर्दियामा हुन्छ है। कति दिन त्यही भएर म यस्तो मोटो भएको यस्तो खान्न पुरानो उब्रै छ फेरि भन्नु के भन्नु होला यसले युट्युबर बन्छ कि केटा पछि अनि खानापिना पनि भयो 12 बजीसम्म धन्नै भोकाले मरिएन आयो हजुरहरूले भिडियो हेरेर ल गाइस एनाजुन त एउटै त खानुहुन्छ पक्कै पनि हजुरहरूले भिडियो हेरेर इन्टरटेनमेन्ट गर्नुभयो होला खै मलाई लगाइदिनु चस्मा भयोबाट के गर्छ खाउने यार अरू पनि खानु न यति यो कानभित्र छिरो किन फेर खानु र यी बाँदरले कहिले नदेखे यसरी लाउँछन् र अलि तल गएर यी बाँदरका अनुहार परेगाल नखाए अस्ति अलि तल अलि तल यी बाँदरका अनुहार परेर खान्न नि तिमी खाऊ अब यो कपाल मिलाइदे छोट छोट म आफै मिलाउँछु अब देखेन त कडा खतरा देखियो होइन बस डेन्जर भयो ल हजुरहरूले पनि पक्कै भिडियो हेरेर इन्टरटेनमेन्ट गर्नुभयो होला अनि आजलाई यो भ्लग यही गर्न चाहन्छौँ मतलब यही एन्ड गर्न चाहन्छौँ नमस्ते बाई बाई भन्नु बाई बाई भन्नु लाइक कमेन्ट सेयर सब्सक्राइब छोड के पुरै लाग्छ